आजको बसाइ चाहिँ हाम्रो यहाँ हुने भयो होइन। अब यो आरजे प्याराडाइस भन्ने हो, मजा आउँछ आज बेलुका होइन। अनि यो यस्तो छ, अब यहाँ चाहिँ अलरेडी हिउँ परेको देखिरहेछ है। अनि अब यस्तो डुल्न जान आँटे, यो चाहिँ अब कुरी बजार भयो। अनि यस्तो देखिन्छ होइन। अब हामी एक्सप्लोर गर्छ कुरीलाई, कुरी गर्दै। कुरीमै कुरी गर्दै हामी कुरी है गाइस, कुरी स्विजरल्यान्डमा भन्नु न कहाँ खुरी, स्विजरल्यान्ड। बिहान जाने मन्दिरको त्यो मन्दिर हो, त्यो बिहान जाने मन्दिर है। बिहान हामी त्यो मन्दिर पुग्छौँ। हो मालपुवा अब यस्तो खानु पऱ्यो होइन, यस्तो खाइदिन्छौँ। अनि मैले नै गम्बो खाएँ, पुरै रुवा लगाइरहेछ त्यो पनि हिँड्दा ताल पारेर हिपाल होइन। अहिले चाहिँ हामी यहाँतिर जाँदैछौँ है। यो चाहिँ अब यो यता मासतिर गयो भनेदेखि चाहिँ कुरीको मन्दिर कालिम्पोङ भगवती भयो। त्यहाँ चाहिँ हामी भोलि जान्छौँ भने अहिले चाहिँ हामी यहाँ यसो ह्याङआउट एन्ड चिल गर्छौँ अब। अनि यहाँ हामीहरू भइहाल्यो होइन। अनि हामीहरू यहाँ छट्टा लाएर हिँड्दैछौँ है। यो ओ थ्याङ्क यू एउटा हुन्छ ल। सरी कालिम्पोङको माया लानु त यही हो है। चियर्स ल। हो नि त तरिका। अनि पुजन ब्रो चाहिँ यहाँ आएर यस्तो गरेर रहेछ। अनि मेरो फेरि अर्को पनि एउटा रिकमेन्डेसन यहाँ आउने साथीभाइहरूलाई, यसरी यो चापाती फोहोर नगरौँ। फोहोर चाहिँ गर्नु भने यो अर्को आउने मान्छेलाई नि विरक्त लाग्दो हुन्छ। यसको मिठास, यसको ब्युटी सब तहस नहस बनाउनुहुन्छ। अहिले चाहिँ अघिबाट गएको स्पटबाट माथिबाट देखिने यो कुरी भिलेज चाहिँ यस्तो छ है, तलको चट्टा लाएर होइन। अनि यस्तो रहेछ, अनि यस्तो रहेछ है। ल मलाई जाँदै गर्दाखेरि लाली गुराँसको बोर्ड देख्यो अनि यो लाली गुराँसले त यस्तोहरू हेर्नु पालुवा हाल्दो रहेछ क्या। अब चैत वैशाखमा त लाली गुराँस फुल्ने समय होइन। अनि चैत वैशाखमा चाहिँ लाली गुराँस फुल्नलाई अहिले चाहिँ पालुवा हाल्न सुरु गरिसकेछ। अब हामी यस्तो कुरी गर्दै अघि बढिराखेका छौँ होइन। अनि आज हाम्रो काम भनेको चाहिँ अब यहीँ बस्ने भइहाल्यो। अब यसलाई एक्सप्लोर गर्ने क्या, चट्टा लाएर टुई हिँडेर लखर हिँड्नु पर्छ। हिउँ त होइन पक्रेको अङ्गुरा, माया भयो यो अमिलो अङ्गुरा, हङकङ पोखरा। ओहो बिल्कुल दुरुस्तै। वाउ ब्युटिफुल ए यस्तो रहेछ होइन। तर चिजबिज छ ए। पुजन सर टक्रक कालिम्पोङको ट्रेलमै हिँड्दै सक्छ त कसैले यस्तरी, सक्दैन नि। वहीँ हो पुजनजी भनेको। अब कति इन्च होइन, 1 इन्चको त छ यार। भगवान् यार, सरले 1 इन्चको हिउँ भेट्टाउनु भयो। अहिले त हिउँ भेट्टाउनै गाह्रो छ, बल्ल भेटेको है। वाउ सो ब्युटिफुल हिउँ। ओहो कुरी वाउ घाम लाग्यो हेर्नु त, देख्नु भएको थिएन होला। ल चर्लक्क हेर्नु है। ल उहाँ रमाउँदै मस्किँदै हिँड्नु भएको छ हाम्रो राइजिङ स्टार पुजन। ओके गो टान टान। कुन सर? यो त दुरुस्तै हो नि सर। यो त्यत्तिको बलियो दामी त कहाँ पाइन्छ र। हिउँ देखेँ यार मैले त। आम्मामा अहिले त हिउँ हो सर। यो त कहिले देखाएको थिएन सर मैले त हिउँ त। ओहो सर हिउँ छैन क्या, चिप्लिँदैन। जाउँ
Oh, wow. Wow. केही नै होइन नि यो हिउँ त मनाङको अगाडि त होइन र छोरङलामा हिउँ देखेको तिलिचोमा हिउँ देखेकोहरूलाई त हो ए हिउँ अच्छा चिसो त्यस्तो हिउँ छैन तर अलिअलि काठमाडौँका भ्यागुताहरूलाई हिउँ भने यही हो है ल सर्लकै हिउँ परेर त कालिम्चोकमा अनि हामीले हिउँ देख्यौँ हजुरहरू नि हेर्नुहोस् ल अनि यो चाहिँ कुरी है कुरी मात्रै होइन कुरी भिलेज ल अब हामीले हिउँ देख्यौँ यतिभन्दा बढी त हिउँ देख्यौँ भने बर्बाद हुन्छ अब हामी फर्क्यौँ होइन हजुर कहिलेकाहीँ यस्तो अल्छी लाग्यो भने भ्लग हेर्नु अनि कुरी गर्नु अनि हामीलाई सम्झिनु न के छ र होइन कुरी भिलेज ऊ हेर गाइज हेर ल हेर तिमीहरूलाई चाहिए यही होइन ल हेर कुरी भिलेज ल हजुर रक गार्डन छ रक गार्डन कहाँ अब यो हजुर ओ माई गुडनेस के हो यो बवाल रहेछ अरे यो त एन्सियन्ट ह्युमन सिभिलाइजेसनको हिस्ट्री खोज्दै गयो भने यहाँ त आमा यो त के हो यार ओ माई गुडनेस ए मलाई कुवा रहेछ हो जाउँ ल बवाल यार यो त ओ माई गुडनेस म्यान भर्सेस वाइल्ड सुटिङ देखिन्छ सर यहाँ त हो ल बवाल रहेछ है ल तर केटा फोल्छ अरे नफार है म टेन्सन चाहिँ त्यही लाग्छ अरे केटाहरू दारू खाएर कुरीको हिडन जेम है केटा यहाँ आएर हिडन जेम भेट्यौँ हामीले यहाँ आएर यो एन्सियन्ट ह्युमन सिभिलाइजेसनको ह्युमन सिभिलाइजेसनको एकदमै एन्टिक पिस भेट्टा छ यो आएर खोज्नु नि यहाँ आएर यो ट्रेजर हो यहाँको है ल ओके के हो सर यो त के अरे या दिस इज रक गार्डन नि बोय आम्मा कुरी भिलेज त ल भाइ के हो यो घरसर बनाउनु त ढुङ्गा भन्दा उल्ल्याउनै नपर्ने टाइट यो त पुरै ह्युमन एभोल्युसनमा होइन मान्छेले खत्रै बनाएको हेर नि ट्याङ्की आम्मा ट्याङ्कीमा चढ्ने डिभाइस हेर्नु न उपकरण यहाँबाट बाटो छैन होला सर यो त नयाँ इन्भेन्सन हुन्छ हामी त्यस्तो इन्भेन्सनतिर लाग्ने हो र सर अहिले यो नयाँ इन्भेन्सन नगरौँ सर हो जस्तो लाग्यो त्यो बार लाग्यो चाहिँ रेस्ट्रिक्टेड भयो नि सर ए ओके हेर न ह्युमन मान्छेको आविष्कार ट्याङ्कीमा पानी हेर्न चट्ट लाएर यो भर्याङबाट चढ्ने सर अनि ट्याङ्कीमा पानी हेर्ने ट्याङ्कीमा पानी हेर्दा पारीको त्यो रिजोर्ट पनि हेर्नुपर्छ क्या ओके अनि हामी यहाँबाट यो रक गार्डन हुँदै जान्छौँ होइन अनि रक गार्डन हुँदै हेर्छौँ अनि पछाडि अनि त्यस पछाडि ल यहाँ त ट्याङ्कीको दोकान रहेछ यार ओ माई गुडनेस यत्तिको ट्याङ्की त मैले कहिल्यै देखाएको थिइनँ यार यो काठमाडौँमा पनि यो त नोम्यान्स ल्यान्ड हो क्या सर के खसाल्नु सर नखसालौँ न ओ नो सर हामी त माथिबाट फर्कायो भने त नि गाली गर्छन् सर यो अर्का घरबाट हिँड्यो भने त ल हामीले यो नयाँ बाटो आविष्कार गऱ्यौँ टुरिस्टको लागि है अनि गाली गर्नु भयो भने नि गाली सुनेर सरी भन्दै जान्छौँ है ल इट्स टु रिस्की ओ माई गड यार यस्तो रिस्की बाटो हिँड्यो यार म त
खतरा निस्क्यो सर हामी त ओ हिउँ हेर्नु नि सर आम्मा मामा ल भाइ यार ओ भाइ के छ ओ हामी त यही बाटो गएको सर सरप्राइजिङ मैले नि यति फोहोर लिएर आएर यहाँ माथिबाट ओहो कुरी 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 ल बवाल यार यस्तो अमेजिङ ब्युटिफुल मोमेन्ट मैले कहिले फेस गरेको थिइनँ त पुरै कुरी 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 भइरहेछ ल भइसक्यो कि अब गाई हो यो त यहाँको यार यहाँको त ल नेटी भ्याएको यो त के हो यो नि यार यो त 8औँ अजुबा यार संसारको नभए धुवाइदिएर आयो त ल यसको हेर्नु ल ल आर्किटेक्ट यो मान्छेको जात के छ के जान्ने है ओ माई गुडनेस कहाँ हो म कहाँ छु यो अहिले त म त झुक्केँ त आम्मा यतिसम्म हुन्थ्यो भनेर त है यो डुल्दा के देख्छ भन्थ्यो नि घरमा बसेर चिम्ली गर्नुभन्दा त हिँडेपछि त संसार देखिन्छ भन्दै नि त्यही भयो यार म त के देखेँ नि ल है दिदीले के बेचिरहेछ नि कहाँ भिल भइरहेछ सर कहाँ हो रे त्यही त म त अनकन्टार के अब अनकन्टार पनि पुरै डेभलप्ड अनकन्टार के पुरै त्यो मान्छेको एक्जिस्टेन्स हेऱ्यो भने नि हामी त ढुङ्गै युगमै छौँ यार मान्छे त यस्तो स्नो फ्लेक्सहरू झरेको ठाउँमा हाम्रो मेरो घर ओ एली हेर्नु नि सर ओ त्यो एलीको बिचमा पुल रहेछ यार सर गइदिने हो क्या एक्सप्लोर हानिदिने झमै ल विल बी एक्सप्लोरिङ नयाँ पुल है ल हिँड्ने चिप्लेर है सर ब्ल्याक आइस भन्छ नि सर त्यसलाई त ओहो हाइट ओइ नाइस स्लिपरी यहाँ त डराउनु पर्छ यार टु रिस्की सर रिस्की मात्र हो र भने अनि मान्छेको जात जान्ने भएपछि कहाँ कहाँ जान्छन् मलाई थाहा छैन होइन ओ डेन्जर चिप्लो रहेछ अरे त भित्ता समात्दै हिँड्छु है म डरको माहौल छ यार चिप्लो सर मलाई पर्खिनु न यार म डर लाग्यो यार यो यस्तो चिप्लो हुँदो रहेछ आम्मामा पुल कहिल्यै देखाएको थिइनँ यार मैले त्यस्तो पुल त ओहो 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 सर यस्तो त मैले कहिल्यै देखाएको थिइनँ सर यस्तो पुल त स्वर्गको ढोका खोल्यो क्या त यार यो ढोकाबाट उता गयो भने स्वर्गै हो नि अनि माथि चन्द्रमा यता घाम लागिरहेछ ओ माई गुडनेस यार कुरी त कुरी नै रहेछ नि सर फर्किने हामी ल हामीले एक्सप्लोर गर्ने यो अब म रोडमा पुगेर आउँछु है फेरि विथ नयाँ आइटम है हाम्रो यसपालिको भ्लग चाहिँ पुरै इन्टरटेनिङ हुन्छ अनि फेरि यहाँ दोकान रहेछ क्या खोला ओ ल यो त मैले कहिल्यै देखाएको थिइनँ यस्तो त कुरीमा मात्रै देखिन्छ यस्तो तर पानी सुकेछ यार अहिले त यार बवाल यार आम्मा के हो त सर त्यो त मान्छे बस्नु के हो सर यो ठिकै हो ल जाउँ त्यसो भए ल ल यार ल यो खतरा होइन अरे सरको मुखबाट चाहिँ ठिकै हो रे अब खतरा अगाडि गरेर छौँ हामी यो पुल पनि अर्कै टेक्नोलोजी रहेछ बिल्कुल नै सर यो त संसारको 9 अजुबा सर ओके सर अलि रहेछ सर फेरि इन्जिनियर पढ्नुभयो है के नाप्नुहुन्छ हुन्छ सरले फेरि म यहाँ जोगिन्छु यार माल जोगाउँछु यार फेरि मलाई टेन्सन हुन्छ ल यो त के एन्टिना यार ओ माई गुडनेस कहिल्यै देखाएको थिइनँ मैले त यो त यागी उडा भन्छ के हो सर यागी उडा सर फेरि यसको बारेमा भन्नु सर मैले त नयाँ शब्द सुने त्यसलाई एन्टिनालाई देखाउनु त ठ्याक्कै हो यो यागी उडा भन्छ क्या यो यागी उडाले के गर्छ सर यो अब च्यानल टिभीको च्यानल टिप्छ यसले बवाल है कान्तिपुर टिप्ने होला सायद है कान्तिपुर ल है
हो सर तपाईँ अचम्म माइनर चिप्लिन्छ है सर जोगिनुहोस् है सर माल जोगाउनुहोस् हामीलाई यो चाहिँ डिजाइनै गर्नु पर्थ्यो क्या अँ यो आफै बनाउनु पर्थ्यो क्या ए ल अँ यागी उडा भनेर मैले त आमा डरकामा आउले यार यो त ओए ल के हो बवाल रहेछ सर त्यो त सर माल जोगाउँ है माल जोगाउँ लडेला खतरा चिप्लो यार छैन कहाँ के हो यार यो त बवाल यार यो त मानव आविष्कार हो नि सर यो त हैट यार सरले नि खपरमा त लिएर है हैट यार दुरुस्तै नै हैट आगो हेरेर आगो भने मान्छेले बनायो त्यो माथि प्रिमिटिभ तल सब मोडर्न नै सर ल भवाल यार यो त खतरा यार यो त ओ के हो यार यो त ओ घन्टी यार ल ल सर यार कहाँ यस्तो काम गरेर यार ल भवाल है सेटिस रहेछ कोही रुम नपाएर कोही रुम पाएको रुम पनि चित्त नबुझ्दैन यो 500 जति एउटा रुम बुक हाल्नु नि त्यहाँ बसेर अनि 30 सेलको बस्ने क्या हैन त यो मान्छेको जात है जे पनि चित्त नबुझ्ने अनि कसैलाई रुम नपाएर टेन्सन छ कोहीलाई रुम पाएर चित्त बुझ्दैन भनेर झगडा गरेर आएको छ यो जिन्दगी भने नि मान्छे सेटिस्फाइड भयो भने त नि प्रोग्रेसन नै हुँदैन सर होइन हामी अझै पनि त्यो ढुङ्गा कुटिरहेको हुन्थ्यो होला सेटिस्फाइड भयो भने त त्यही भएर अनसेटिस्फाइड हुनुहोस् अनि जोसेफ सुम्पेटरले भने जस्तो क्रिएटिभ डिस्ट्रक्सनको प्रोसेसमा लाग्नुहोस् डिस्ट्रक्सन मात्रै होइन कि क्रिएटिभ डिस्ट्रक्सन सक्यो नि त्यो त रोक्यो नि सर है अनसेटिस्फ्याक्सनको बाटो रोज्नुहोस् क्रिएटिभ डिस्ट्रक्सनको प्रोसेसमा लाग्नुहोस् नयाँ चिजबिज बनाउनुहोस् होइन अनि हामी त्यो आविष्कारको चाहिँ सदुपयोग गरौँला अब हामीमा त्यो गच्छता रहेन छ हामी चाहिँ त्यसलाई चाहिँ मोबिलाइज गर्ने अथवा युज गर्ने होइन त्यसको युटिलिटी डिराइभ गर्ने मान्छेहरू चाहिँ हामी के हो सर सबै गहन गयो सर युटिलिटी डिराइभ गर्ने क्रिएटिभ डिस्ट्रक्सन यार है अलिअलि होला हौ सर त्यति धेरै पढाएको पुल हेर्नु सर मान्छेले चाह्यो भने के बनाउँछ यहाँ ओलीले नसकेको चिज ढोकाको ए ढोकाको आम गएर है केटा हो स्याभेज भ्लग भोटे आइरहेको छ है गाडी के हेर्नु सर मान्छेले बनाएको छैन सक्छ त कसैले सक्दैन नि फेरि होइन धन्न हामीले चाहिँ बास चाहिँ सन्तोषकै बास पायौँ त्यसमै ढुकाउँछौँ होइन अब हामी के गर्ने सर यहाँ त आइपुग्यो ल यो हाम्रो बास हो होइन बासलाई ढोक्नुपर्छ होइन बाँस भने बाँसकै ल हो त रहेछ त काठको होला हौ सर त्यो हाइट उल्कै छ त है मालगाडीहरू आइरहेको छ है टडक हो यो त यहाँको लागि त
हाइट ओ सर यो हान्दिनु त सर ब्याक अगेन सर कला देखाइदिनु न यार मेरो भ्लग पनि भाइरल होस् न यार ल ओ माई गुडनेस हाइट यार यो त हिउँ है बगाल है सर मैले त कहिल्यै देखाएको थिइनँ सर यो त हो ल यार आम्मा हिउँ यार आम्मा यो अलि सेडी एरियामा ल यो हो नि त तरिका ल यहाँ चल्ने भने यही हो यो त बवाल गाडी है यहाँको लागि त 4 व्हिलर ड्राइभ ल हान्नु सर ल हान्नु न पऱ्यामा बेर्छु म कुरी 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 गरिदिइहाल्छु नि लजाइहाल्छ नि दिस इज इम्पोर्टेन्ट अनाउन्समेन्ट होइन कुरी आउनुभन्दा अगाडि चाहिँ कुरी कुरी त भइहाल्यो होइन तपाईँ यहाँ आउनुहुन्छ तर के भयो भन्दाखेरि तपाईँ बस सेवाबाट टिकट काट्नु भने चाहिँ तपाईँले बस छान्नै नपाउँदो रहेछ क्या पट्रास पाउँदो रहेछ होइन बरु तपाईँ के गर्नु भन्दाखेरि बस चाहिँ तपाईँ यतापट्टि के अरे सर त्यो ठाउँ नाम जडीबुटी चोक आएर चढ्नुभयो भने छानी 1 नम्बर 2 नम्बर 3 नम्बर म 1 मा जान्छु 2 मा जान्छु छानी हुन्छ होइन तर तपाईँ यदि त्यो बस सेवाको थ्रुबाट आयो भनेदेखि चाहिँ विल गेट टिकट अनि सिट सेक्योर्ड भयो होइन अनि तपाईँले चाहिँ सिट चाहिँ भने पायो तर गाडी भने नपाउँदो रहेछ अनि हामी चाहिँ अलिकति त्यो गाडीलाई लिएर चाहिँ अलिकति डिस्कम्फर्ट भयो तर हामीलाई त्यसमा कुनै पनि चिज छैन किन हामी लोकल ठिट हो अनि हामी लोकल पारामा भाइमा आयौँ मेरो त्यहाँ के अरे इन्स्टाको स्टोरी हेर्नु भयो भने त्यहाँ आन्टी लभर बज्यो होइन अनि वी इन्जोयड द्याट कहाँ पाउँछन् अनि अर्को कुरा चाहिँ के भन्दाखेरि तपाईँ विकेन्डको पिरियडमा कुरीमा आउँदै हुनुहुन्छ भने अगाडि नै प्रि बुक्ड गर्नु पैसा तिर्नु होटेलमा जसले गर्दाखेरि तपाईँको रुम चाहिँ सेक्योर्ड हुन्छ आजको दिनमा के रहेछ फ्राइडे बिदा स्याटरडे बिदा मान्छेको फ्लो बढी अनि हिउँ पर्ने टाइम रहेछ होइन अनि मान्छेहरूले रुम नै पाइरहेको छैन क्या अनि मान्छे फर्किरहेछ त्यो कुरा चाहिँ के भन्नुभयो ठिक हो होइन ल यही हो है मेरो लागि तपाईँहरूलाई इम्पोर्टेन्ट नोटिफिकेसन यो चाहिँ मेमोरियलको रूपमा राख्नुहोस् यहाँ आउँदा अब हामी त्यो जोन भएर अब यो डाँडोतिर आएर चाहिँ है त्यो डाँडा पारी यो डाँडा पारी है अब हामी चाहिँ ल बवाल नि यतिको ठाउँ त अनि कहाँ पाइने सर स्विजरल्यान्डको घरमा त्यस्तो हुँदो रहेछ नि त ए ओके हो सर फेरि हामी यो नजान्ने मान्छेहरूलाई तपाईँ इन्जिनियर जस्तोलाई पो भर्खर बन्दै के गर्दै थाहा हुन्छ हामी अनि हेर्दैमा राउटे कर्नर परेछ हेर्नु न ल राउटेको सुन्डा जस्तो छ अनि कहाँ थाहा हुन्छ यस्तो घर अनि होइन अनि खोइ सर यो त हिउँ चिप्लिनलाई होला क्या सर यो मन्दबुद्धिले हिसाब गर्दा होइन जानै पऱ्यो नि सर ओ माई गुडनेस दिस इज कुरी है ल कुरी 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 ल बवाल है बवाल ए घर नयाँ झ्याल पुरानो है ल सर इन्जिनियर सरले फेरि ठ्याक्कै थाहा पाइदिन्छ कति वर्ष पुरानो नि भनिदिनु सर एकचोटि त्यो भनेपछि त्यो काठ चिरेर हेर्नुपर्छ हो नापेर के स्केल के हुन्छ सर त्यसको स्केल के हामीलाई त स्केल भनिन्छ होइन अनि के हुन्छ सर यसको स्केलमा युनिट यसको मेजरमेन्टको युनिट के सर ओ माई गुडनेस इयर्स कसरी त्यो मैले के सुनेको थिएँ भन्दाखेरि त्यो रुखको कति इयर्स भयो भन्दाखेरि चाहिँ त्यो रुखको गोलाइ हुन्छ नि काटे पछाडि क्या ओहो हिमाल देखाएर मैले कहिले देखाएको थिइनँ यार सर लक्कै देखियो नि हेर हिमाल देख्न पाउँदा सर दङ्ग र यस्तो हिउँमा नि बाइक कुदाइदियो यार को माउन्टेनियर रहेछ यार यो त खतरै हो यार लिजेन्ड हो यार यो त ए होइन सर यहीँ बाटो आएर छ नि चढाउँ सर माउन्टेन चढाए जस्तो फिल लिनु पऱ्यो नि त सामान्य हो नि केटाहरू टेढे गर्नु आउँछ
बवाल ओ माई गुडनेस हाइट ल यार बवाल है सर आमामा हो यो चन्द्रमा हेर्नु नि त्यहाँ आकाशमा कहाँ हुन्छ जमिनमा चन्द्रमा हुन्छ त कति राम्रो चन्द्रमा है कति राम्रो पूजन सर हिउँमै हिँड्दाखेरि त ल लाली गुराँस हेर्नु सर लाली गुराँस देख्यौँ हामीले स्मल लाली गुराँस बिग लाली गुराँस पूजन सर बवाल हुन्छ सर कस्तो हुनु नि सर जुका त हुँदैन यहाँ ए यत्तिको दिमाग साधारण दिन भ्याउँदैन नि सर बवाल यार सरलाई रमाइलो रहेछ ल खोज्नु त सर 2-3टा भेटौँ न यहाँ त यार्सागुमा हुन्छ अरे गाइज डोल्पा किन जाने हो ए दिल्ली भेट्नु पऱ्यो एउटा हो दिदीले यार्सागुमा बेच्नु पऱ्यो पूजन फेरि खोज्न चाल्छ यहाँ फेरि सर घर जानुपर्छ है हामी यार्सागुमा खोजेर बस्नु पाइँदैन क्या ओहो ओ माई गुडनेस म थाकेँ यार अलिअलि भयो नि मजा कहाँ आइपुग्यो थाहा छैन कुरीमा होइन घोडा आम्मामा घोडा चढायो सर त्यहाँ सिनरी कुरै छोडिदिनुहोस् न सर घोडा तर स्पिडमा कुद्नु पऱ्यो नि घोडा बुझौँ सर घोडामा रम्नु भयो अब हामी अघि बढ्छौँ फेरि अलिअलि त बढिहाल्छ नि सर माया र आइसमा बढ्छ अरे कि सर डर आइसमा उचाइमा ल त्यहाँ सुतिरहेछ र एउटा मान्छे या एब्सोल्युटली अमेजिङ के म केटाहरूलाई सरप्राइजिङ भ्यू देखाउँछु केटा हो कि केटी हो कि म जान्दिनँ होइन मैले सरप्राइजिङ भ्यू देखाउने भएँ यो चाहिँ यहाँबाट सिधा जानुपर्छ होइन अनि सिधा गए पछाडि अनि दायाँ बायाँ केही हुँदैन फेरि त्यो एम्बुलेन्सवाला दाइले भने जस्तो दायाँ बायाँवाला छ नि त्यो भोटिङ गर्ने के अरे आन्दोलनको बेलामा जेनजी आन्दोलनमा माई गुड रक गार्डन गाइज रक गार्डनमा आम्मामा ल हेर्नुहोस् ल बिल्कुल अब स्केरी म्यान स्केरी आज यतातिर कति राम्रो पछाडि हेर हेऱ्यो ल नहेरे नि बाल ल हेरेर नहेरे यतातिर एकछिनको विश्रामपछि फेरि आइसतिर हिउँतिर सरी आइस भन्न आउने कि फेरि काठमाडौँको पाहेहरूलाई हिउँ भन्नै नआउने कि आइस वाट इज दिस बिहेभियर के आइस रे के त वाट इज दिस बिहेभियर दिस नट अ गुड बिहेभियर गाइस गोल्डन आवर भन्छ केटा हो त्यसलाई ल हेर न त्यहाँ रङ्गी यता हेऱ्यो सेतो यता हेऱ्यो रातो सरी ओरेन्ज उता आमा एङ्ग्री आमा सो एङ्ग्री के छोरो नभनी हिँडेछ है हाइट अलिअलि छ सेतो धेरै त छैन हाइट सर हिँडाएर उल्कै देख्छ त यो त
यता अर्कै चलिरहेको छ ल आमामा हो हैट उफ उल्कै चलिरहेको छ यता टाइट माथि चन्द्रमामा तल के छ त्यो सूर्यको किरण वाइ इट लुक्स सो ब्युटिफुल किनकि पूजन सर हिँडिरहनु भएको छ के अरे पूजनको रिफ्लेक्सन हो त्यो हिमालमा देखेको सबै रातो रातो तिमीलाई के थाहा के हो यो आमाम के देख्छौँ सर हामीले ल यो त म्यानमेड हो कि क्या हो इन्जिनियर साहब यो के हो भनिदिनु पऱ्यो यसो हेर्दा के भन्छ तपाईँको अध्ययनले यसो निहाल्नु त सर एकछिन ल सरले पनि ठम्ब्याउनु सक्नु भएन ल सर पनि ह्युमन हो नि सर पनि कहाँ एब्सोल्युट नलेजको भण्डार हो होइन सबै कुरा कहाँ थाहा हुन्छ यति चाहिँ पार्डन प्लिज है ल यार आमामा गौरी शङ्कर हाइट हुर्कै छ नि हेर हेर कतातिर जान्छु यसो घोडा हेर स्लटमा घोडा देख्दा त उल्कै मान्छे उल्कै देखेँ मैले त यस्तो देखिरहेको बाबा आम्मा यसलाई भन्छ सिलहट के सिलहटे सिलहटी सिलहट बाबा के हो यार यो त मानव शिरविजित कोडा आम्मामा ओहो के हो यो त चिहान हो यार चिहान yes this is चिहान look at this चिहान पूजन चढ्यो घोडामा दाइले डोराउनु भयो अनि आमा यतिको घोडा चढ्न पाउँदाखेरि यता जाने हामी मान्छे उल्कै देख्छ ऊ के हो दिक्क लागेको छ पूजन सर चढेर तैड ल पूजन सरले चढ्नुभयो घोडा है ल तपाईँ चढ्ने हो होइन दाइ म त धन्यवाद टेकेर त्यसमा टेकेर उजल्ने अन्त ल दुख्दैन क्या ल हेर ल धन्यवाद के हो नाम लाठी लाठी ल ल ल ओ लाठी फिमेल हो केटी हो केटी हो लाठी ओ लाठी अघि चढ्नुसम्म चढ्नु भयो लाठी भनेर माया गरेर हुन्छ अब हामी यहाँ बस्नु हुँदैन अब हामी भोलि त उकालो चढ्नुपर्छ नि त चिसो भइसक्यो क्या लास्ट त यार सरलाई त यतापट्टिबाट हेर्दा नि अखा देखिने उतापट्टिबाट हेर्दा नि अखा देखिने है खासाको के बाटोमा कसले धर्म गर्दा रहेछ है यो त धर्मै हो नि फोहोर बाल्ने रहेछ केटाहरूले फोहोर तापेर हेर्नुहोस् त यो कुरी भिलेजको रात्रिकालीन अवलोकन कति राम्रो छ कुरी 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 आम्मामा है उल्कै छ त त्यो बबाल भ्यू तिहार लगाइरहेको छ यहाँ त सकिन्छ त
ठमेलमा यति झिलिमिली हुन्न के केटा हो दाहरू कुरीमा आएर यस्तो देखिसक्यो है अब भोलि बिहान यस्तो कस्तो देखिन्छ अझै देखाउँछु म सर झिलिमिली सर झिलिमिली ओहो तिहार कति लाग्यो हो यसलाई सर बस्नु सर तपाईँ लास्ट क्युट देखिन्छ बस्नु न बस्नु न क्युट बोय भनिदिनुहोस् एकचोटि पिङमा ल पिङमा ल पिङ बस्नु त पिङमा ल है भाइ यतिको क्युट चाहिँ चाहियो है समयको मागै यस्तै छ सर यो रेक्ट्याङ्गुलरमा भयो ट्राइङ्गुलरमा सर ठिक छ ल हामी त आएको पनि त त्यो जेसुकै होस् भनेर प्राइभेट कोजी होइन सर ल दाल भात पावर 24 आवर होइन आजको हाम्रो बसाइ यस्तो छ होइन अनि अब यो हिटिङ म्याट छ अरे हिटिङ म्याट दिएको छ होइन तर तातिसकेको छैन अब यत्रो सानो कोठा छ है अनि यस्तो हो होइन हामी मन्दिर दर्शन गर्न जाँदैछौँ अहिले चाहिँ बिहान कति बजी सर 7:07 गयो ल है विल बी गोइङ ओभर देयर उतै डाँडातिर कता हो छिरेर चाहिँ अब हाइकिङ के भने वकिङ ट्रेल केबल कार चढ्नेहरूको लाइन यो डाँडा गयो भने चाहिँ वकिङ डिस्टेन्समा भइहाल्यो यही डाँडा त हो ग्यान्डोला ग्यान्डोला यस्तो अलिकति रेस्टुरेन्ट रहेछ
पुरा ढोक्यो होइन अब चाहिँ अब मन्दिरबाट बाहिर निस्कने क्रममा छौँ जय कालिचोकी माता मन हलुको भयो कालिचोक पनि ढोगिहाल्यो ओहो बिहान बिहानको निन्द्रा सेक्रिफाइस गरेर आएको अहिले चाहिँ म कालिचोकको पसल खाँदै यस्तै मान्छे वाउ चिट्टु क्या होइन र बाटो रहेछ यहाँ सक्यो यार यतापट्टि यो कहाँ जाने बाटो यो पल्लो बाटो हुँ यो तल्लो बाटो कहाँ जाने समोदा उक्लिनु माथि त्रिशूल टिका लगाइदा त्रिशूल टिका खै ए अँ हेर्नु न त्रिशूल टिका लगाएर दौडेको हुर हुर हुर